अहिले हामी बुढासुब्बा मन्दिरमा आएका छौँ। बुढासुब्बा मन्दिर दर्शन गर्नुलाई यस्तो आनन्द ठाउँ शीतल हँद्याएर यस्तो दामी छ ठाउँ चाहिँ। खतम हुन्छ कि त्यही निकाल्दिनु बरु होइन बोकेर लाँदा हुन्छ, बोक्नु र बोक्नु बरु हिल्नु हुन्छ क्या ऊ त्यस्तो छ ऊ। जय बुढासुब्बा। खुट्टा तल माथि कपडा माथि उठाइहाल्नु चाहिँ किन पानी छ। यो तपाईँको यो माला यसरी बाँध्नुको कारण चाहिँ नि जतिजना परिवार हुन्छ नि त्यो एक एकवटा गरेर यहाँ ल्याएर यसरी बाँध्यो भने सम्बन्ध राम्रो हुन्छ भन्छ क्या। त्यही भएर यसरी बाँधेको हो क्या यो।